यो चेन हिट गिरिसिन कसरी गर्ने भनेर म आज भिडियो बनाउँदैछु। मेरो युट्युबमा गएर हेरिदिनु पर्यो तपाईहरुलाई। अनि तपाईँ यदि बाइक भन्नु न राइडर हुनुहुन्छ अनि हेभी बाइक चलाउनुहुन्छ, तपाईले चेनको आवाज आएको छ भने यस्तो गर्दाखेरि तपाईको सल्भ हुन्छ। आज यो भन्नु न यो सायद नेपालमा यस्तो अलेबल छैन होला, गरे छैन होला अहिलेसम्म। मेकानिक दाजुहरूले पनि भाइले पनि गरे छैन होला। प्राय कि मैले तमिलनाडुमा हुँदाखेरि त्यहाँ चाहिँ गरे थिएँ। अनि मैले भन्नु न मलाई आइडिया भएको कुरो हो यो चेनमा खिया लागेछ नि, यसलाई गिरिसिन गर्नुपर्छ। अब यो भन्नु न हिट गरेर गिरिसिन गर्ने हो। हेर्नु त यो सुक्खा भएर यो सबै यहाँ समस्या आएछ, खिया लागेर। ओहो माइ गड, नयाँ चेन पनि यो प्राय हेभी बाइकहरूमा हुन्छ। जस्तो अब भनौँ न बुलेट भयो, यो ओरिङवालामा हुन्छ, आरटिआर अपाचे आरटिआर भयो, अनि 220हरू भयो। यदि तपाईहरुको पनि चेन गिरिसिन गराउने, यो हिट गिरिसिन गराउनु हुन्छ भने म कहाँ आउनु, म हजुरलाई त्यहाँ कसरी गर्ने के गर्ने म देखाउँछु तपाईले भिडियो। तर यस्तो अहिलेसम्म कुनै पनि वर्कसपमा गरेको न काम म आज तपाईलाई यो भिडियो मार्फत बताउँदैछु। हेर्नुस् ल कसरी गर्ने भनेर। ब्रसले यस्तो सफा गर्ने, यसलाई मजाले सफा घोटी सफा गर्नुपर्छ। अनि पेपरमा राखेर सफा गर्नु सजिलो पनि हुन्छ, फोहोर दायाँमा जाँदैन, त्यही भएर फोहोर पनि हुँदैन धेरै। अनि यसपछि सफा गरिसकेपछि यो गिरिज त्यसपछि फुटाल्नु न, गिरिज यसमा छ हैन, आधी केजी जति गिरिज हुन्छ हाल्ने। अनि आधी लिटर जति मोबिल हाल्ने। अनि यसलाई मजाले मिलाउने, मजाले घोल्ने। क्या बुढ़ियो तोरे काम में अलसी करे न, अलसीपन के बेर निकाल देबो हम सब मार के। मिला ऊपरी वाल पर जो तो फुर्सद कहिले पनि हुँदैन, काम आउनु पर्दैन, त्यस्तै काम आउनु पर्छ। हाल्न मिलाएर मजाले यस्तो उमाल्नु पर्छ। अनि उमालिसकेपछि के हुन्छ, भित्रसम्मको सबै खिया निस्किन्छ नि त ओइलमा। अनि यस्तो गर्नुपर्छ। अनि त्यो गिरिसिन गर्दाखेरि के हुन्छ, भएपछि मजाले सफा भयो नि त। यो प्रविधि कसैले थाहा पनि हुँदैन, त्यही भएर मैले नयाँ प्रविधि गरिदिएको।